आज फेरि पनि देखिराख्नु भएको छ कर्याङ कुरुङहरू। यो सत्यको माथि भएर कर्णालीको नदीको तीरतिरै भएर आजको यो दोस्रो भिडियो मैले हालिरहेको छु। यिनीहरूको आगमनसँगै यो हाम्रो पुर्खाहरूले भनेअनुसार ठ्याक्कै पानी पनि समापन हुन्छ। यो दसैँको आगमनसँगै यिनीहरूको पनि अब बाहिरिने बेला भएको छ। यिनीहरू पुर्खाहरूले भनेअनुसार यिनीहरू बाहिर साइबेरियाबाट आएर साइबेरियन चरा पनि भन्ने गरेछन् एक खालको यिनीहरूलाई, र यिनीहरूलाई हाम्रो नेपाली भाषामा कर्याङ कुरुङ पनि भन्ने गर्छौँ। र यिनीहरूको आवाज पनि सुनिराख्नु भयो होला हजुरले, त्यही किसिमको आवाजहरू यिनीहरू फालिरहेका छन्। र संयोगवश आज फेरि हजुरहरूमाझ यो अर्को भिडियो र यिनीहरूसँगैको एउटा हाल्न पाएँ। र एकजनाले भन्दै हुनुहुन्थ्यो कि यसरी यो गोलबद्ध भएर घुमिरहेका हुन्छन्, यिनीहरू चाहिँ बाटो बिरा आएका जस्ता हुन्छन् गरे। यिनीहरूको जुन अगुवा हुन्छ त्यो बाटो बिरा आएको हुन्छ गरे, र यिनीहरू फेरि बाटो पत्ता लगाएर हिँड्ने गरेका हुन्छन्। हस्, थ्याङ्क यू।